नमस्ते, म भुवन थापा। आज एकदमै राम्रो इटहरी भाटभटेनीको नजिकै 1,60,000 दूरमा घडेरी आएको छ। एसियन राजमार्ग हाइवेको पनि नजिकै भएको इटहरी 18 नम्बरको वडा कार्यालय। हेर्नुहोस्, त्यो देखेको इटहरी 18 नम्बरको वडा कार्यालय हो। वडा कार्यालयबाट 100 मिटर पश्चिमतर्फ भएको 20 फिटको बाटोमा दुईटा पूर्व मोडा भएको घडेरी छ। हेर्नुहोस्, यहाँ एउटा घडेरी छ पूर्व मोडा भएको, र अर्को त्यो बाटोदेखि त्यो देखेको पूर्व मोडा भएको घडेरी हो। अरू सबै उत्तर दक्षिण मोडा भएको घडेरी छ। 29वटा घडेरी बाँकी छ बिक्री हुनलाई। यति राम्रो ठाउँमा 1,60,000 दूरमा घडेरी आएको छ। तपाईँलाई 12,40,000मा एउटा घडेरी आउँछ यहाँनिर। त्यससम्म नै मिलाइदिने कुरा गर्नुभएको छ। इटहरी 18 नम्बरको वडा कार्यालय। हेर्नुहोस्, तपाईँ डाइरेक्ट इटहरी 18 नम्बरको वडा कार्यालय आउनुभयो भने वडा कार्यालयबाट पश्चिमपट्टि हेर्नु भने तपाईँले प्लोटिन देखिहाल्नुहुन्छ। हेर्नुहोस्, यतापट्टि तररा धरान पनि देखिन्छ यहाँबाट। हेर्नुहोस्, म तपाईँलाई थोरै जुम गरेर देखाइदिन्छु। हेर्नुहोस्, धरान बजार पर देखेको धरान बजार हो, र चतरा राजमार्ग पनि नजिकै छ। हेर्नुहोस्, तपाईँ चतरा राजमार्ग छ। इटहरी कान्छी चोक र सशस्त्र ब्यारेकको बिचको बाटो तपाईँ उत्तरतर्फ आउनुभयो भने इटहरी 18 को वडा कार्यालय आउँछ। वडा कार्यालयको 100 मिटर पश्चिमतर्फ भएको यो देखेको घडेरी पौने 8 दूरदेखि 11 दूरको टुक्राहरू छ। 12,40,000मा तपाईँलाई यहाँ घडेरी आउँछ। 6 लाख रुपियाँ जग्गा पास गर्न सक्नुहुन्छ। इटहरी चोकदेखि यहाँसम्म कसरी आउनु त्यसको डाइरेक्सन देखाएर बाटो देखाएर भिडियो बनाएर रियल इस्टेट नेपाल भुवन थापा युट्युबमा अपलोड गरेको छु। रियल इस्टेट नेपाल भुवन थापा युट्युबमा हेरेर सबै कुरा बुझेर लिन सक्नुहुन्छ। थ्याङ्क यू।